हेलो फ्रेन्ड्स, म त हजुरहरूलाई एउटा चिज देखाउँदैछु कि यो चाहिँ मौरीको डुँडो है। यी मौरी छ होइन, मैले अस्ति राखिदिएको थिएँ त, अनि आफै आएर बसेको। तर यिनीहरूको पनि कस्तो लाइफ जिन्दगी कस्तो हुँदो रहेछ भने नि तपाईँको त्यो यो एउटा के हो यो है, यस्तै खालको यो के हो होइन, यो पनि अब कमलकुटी हो कि के हो यो, यसले चाहिँ आएर चाहिँ यहाँनिर चाहिँ डिस्टर्ब गरेछ क्या यिनीहरूको यो घरमा। अनि यिनीहरू फाइट पर्दाखेरि यहाँनिर हेर्नु त मौरीहरू यसरी फाइट परेर चाहिँ मर्दो रहेछ क्या। यहाँ धेरै मौरीहरू मरिरहेको छ। अहिले पो मैले यसो हेरेको के भएर रहेछ भनेको त यो मौरीहरू होइन, योसँग फाइट खेल्दाखेरि चाहिँ तपाईँको यिनीहरू पनि कतिजना थुप्रै मरिरहेको छ क्या। 2 3 4 5 6 7 8 9 10 11 12 थुप्रो मर्दो रहेछ है। अनि यसलाई अनि किल गरेछ क्या। अनि यिनीहरू पनि यसरी मर्दो रहेछ। अन्त रक्षा भनेको यसरी प्रोटेक्ट गर्दो रहेछ क्या आफ्नो परिवारलाई, सन्तानलाई भनेको चाहिँ कस्तो होला है, कति माया लागेको। अहिले पो यसो हेरेको, अस्ति पनि एउटा त यस्तो मरिरहेको थियो, किन मरेको यो भनेको त कारण चाहिँ यो रहेछ कि यस्तो। अनि अस्तिदेखि यो एउटा थियो, अर्को एउटा पनि थियो, अहिले पो यसो हेरेको त योसँग पुरा फाइट परेर चाहिँ यिनीहरू पनि यसरी मर्दो रहेछ है गाइजहरू। यहाँनिर मौरीको डुन छ होइन, यस्तो हुँदो रहेछ है भनेपछि आफ्नो परिवारको लागि भनेर ज्यान पनि दिँदो रहेछ क्या मौरीले। सो थ्याङ्क यू गाइज।